मैले खाएको एक गाँसले त निकिताको 5 गाँस हुन्छ भन्दाखेरि चाहिँ लास्टमा यति धेरै हाँस्यो नि गाइस। सो हाई एभ्रीवान, आज चाहिँ हामी सबैजनाले पिरो चौचा खाने प्लान गरेको थियौँ। अफिसमा यसरी सबजना मिलेर खाँदाखेरि चाहिँ स्कुलकै याद आयो क्या। सबजना हामी टिफिन खोलेर एकअर्काको टिफिनलाई बाडी बाडी खान्थ्यौँ क्या। अनि त्यतिखेर कति चाहिँ रमाइलो हुन्थ्यो। अनि आज हामीले त्यसरी सबजनाले डिफ्रेन्ट त होइन, एउटै कुरा खायौँ, तर पिरो चौचा खाँदाखेरि चाहिँ ओहो हो 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 यस्तो बवाल मिठो भएको थियो। अनि गाइज, पिरो चौचासँग तपाईँहरूले कहिले भुजा मिसाएर खानुभएको छ? यस, भातसँग त अफकोर्स मिठो हुन्छ नै हुन्छ, तर भुजासँग पनि लास्टै मिठो हुन्छ क्या। अनि तपाईँहरूले ट्राई गर्नुभएको छैन भने चाहिँ प्लिज भातसँग पनि ट्राई गर्नुहोस्, भुजासँग पनि ट्राई गर्नुहोस्, र अरू केसँग मिठो हुन्छ प्लिज कमेन्ट डाउन बिलो। अनि हेर्नुहोस् न, सबजनाले खाना पाएपछि त अब गम्की गम दिइराखेको थिएँ नबोलिकन। म चाहिँ एकदम ठुलो बाइट हान्छु भनेको निकिताले पछाडिबाट यसरी हेरिरहेको थिएँ। मलाई पेट दुखो भने चाहिँ निकिताको घर गयो वरी, उसलाई मेरो अगाडि खाना बसाएर म चाहिँ हेरेको गरेर उसको पनि पेट दुखाइदिन्छु। थ्याङ्क्स फर वाचिङ। भिडियो मन परे चाहिँ फलो गर्न नबिर्सिनुहोस्।